हिमालयको काखमा पहाडले बिहानको घाम अगाल्ने, हावाले पुराना कथाहरू सुनाउने सुन्दर भूपरिवेशमा बसेको छ दोजक गाउँ। नाम्ची जिल्ला अन्तर्गत राङ्गाङ्याङ समष्टिको एउटा शान्त, सरल र अद्वितीय सौन्दर्यले भरिएको यो बस्ती प्रकृतिले आफ्नै हातले गढेको ढुङ्गाको जीवित कला झैँ बनेको छ। यहाँका ढुङ्गाहरू समयका साक्षी बनेका छन्, प्रकृतिका काव्य र हिमालयको मौन भाषामा लेखिएका कथा सरह देखिन्छन्। दोजकका बासिन्दाभित्र ऐक्यबद्धता छ, सपना एउटै र लक्ष्य एउटै भेटिन्छ, यो गाउँलाई सिक्किमकै पहिलो ओपन स्टोन म्युजियम भिलेज बनाउने। यो यात्रा सजिलो थिएन, तर प्रेरणाले सदैव एउटा बाटो देखाइदिन्छ भनिन्छ। यस अभियानलाई असल मनका शुभेच्छुकहरूले पनि साथ दिइरहेका छन्। विशेष गरी